पहिलोचोटिको यो अयोध्या यात्रा हजुर सर रमाइलो छ। हामी 11 बजे आएर टक्क होटलमा बसेर खाना खाइयो। खाना राम्रो खाइयो नि है। एकदम अनि त्यसपछिको रात्रि चाहिँ यो हिँडाइ चाहिँ बडा रमाइलो। सुन्नु न हजुर त पहिला पनि आउनुभएको थियो होइन सर भन्ने नि हजुरले भने। त्यसो भए आज मलाई हजुरले यसको बारेमा अलिकति जानकारी दिन सक्नुहुन्छ? दिन सक्छु। त्यो हुने सर राम्रो भनेर स्क्रिप्ट मेरो जानकारी दिने क्रममा म चाहिँ यो गेट यस्तो कस्तो फिल भइरहेको हाम्रो दुईजना मेहनती साथीहरू हामी भारतको टेकेको अवस्था हो अहिले। वर्षौं भयो मायालाई छैन भेटेको निष्ठुरीको मायाले साह्रै पार्यो झन् निष्ठुरीको मायाले साह्रै पार्यो झन् गर्दै सधैँ माए आफ्नै गाउँ फर्किआए नयाँ नयाँ हलो जत्ने साथी डाँडामाथि हलो जत्ने साथी ढले 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 आज राम्रो मान्छे भेटियो लौ आज राम्रो मान्छे सरस्वती होटलमा बस्यौँ होइन। हाम्रो रुमको कोसँग छ चाबी? हाम्रो लेम्बोर्गिनी यता छ। अब हामी रातिको 11 बजे खाना खान निस्क्यौँ। रातिको 11 बजे यस्तो देखिँदो रहेछ होइन। सबै साथीहरूले रमाइलो मान्नु भएको छ। प्रगति त टलक्क टल्किनु भएको छ त आज त होइन। टलक्क टल्किनु भएको साथी जस्तो। ल अब हामी राधा रतनमा जान्छौँ खाना खान। ल आउनु कता हो? पानी छ। भोलि यहीँ बिहान नुहाउने। अब कतिखेर सुत्ने कतिखेर उठ्ने हो यहीँ हो कि नुहाउने। खाना खोज्दै हिँडेका छौँ। दिपकजीले यहाँ खायौँ पोर्साल ब्राह्मण होटलमा खायौँ भन्नुहुन्छ। खाना खाने होटल पनि पुगो अनि अन्डरग्राउन्ड म्याडम क्या यो फोटोहरू भिडियोहरू पनि ठाउँ अनुसार आउँदो रहेछ कि कस्तो राम्रो। उत्तर कोरियाकै जस्तो आउनु भएको त ए साउथ कोरिया। यता नगरीमा हाम्रो साथीहरूले फोटो खिच्दै हुनुहुन्छ। यता ओके स्टुडियोको चाहिँ म्यानेजर
म्यानेजिङ डिरेक्टर ओम प्रकाश केसी सर हुनुहुन्छ। एकदमै आदरणीय व्यक्तित्व, आदरणीय गणनीय अध्यक्षता गर्नुभएको सर हाकिम सर हुनुहुन्छ। ए 11 बजे लखर हिँड्दाखेरि कस्तो महसुस हुँदो रहेछ त? पहिलोचोटिको यो अयोध्या यात्रा हजुर सर, रमाइलो छ। हामी 11 बजे आएर टक्क होटलमा बसेर खाना खायो, खाना राम्रो खायो नि है। एकदम अनि त्यसपछिको रात्रि चाहिँ यो हिँडाइ चाहिँ बडा रमाइलो, चाहिँ एकदम मेमोरेबल नै रहन्छ यो। ए हेर्नु न सर, कस्तो मनै कस्तो छ नि, चञ्चलै छैन नि, शान्त छैन भने है छ नि होइन। अनि आज खानालाई 10 मा कति स्टार दिनुहुन्छ सर? 10 मा 10 दिनुभयो। हाम्रो जेनजी आन्दोलनको नेतृत्व मान्छेले 10 मा 10 दिनुभयो सरले पनि। यता माझीले त अब के दिनु, खानु भएन खासै। अमरले कति दिनुहुन्छ? यता ठाकुरजीले कति दिनुहुन्छ? हाकिम सरको कति आउँछ सर? पिरो मान्नुभयो कि के हो सरले? धेरै मसला मान्नुभयो सरले, फिक्स हो। मसला त्यो अलि चाहिँ बढी नै हो क्या इन्डियाको चाहिँ चिनी हुन्छ। दही पनि, मासुमा नि दही, अब त्यो त मिसाउँछन् नै। रातिको 12 बजे लखर हिँड्दाखेरि कस्तो हुँदो रहेछ भन्ने कुरा कहाँबाट हेर्दै हुनुहुन्छ? 7 समुद्र पारीबाट, सयौँतलाबाट हेर्नुहुने मेरा 2-3वटा दर्शकहरूलाई। अब हाम्रा 2-3 त हुन्छ, कहाँ लाइभ हुनु यो परदेशमा? परदेशको ठाउँमा के लाइभ हुन्छ? हेलो, गुड मर्निङ फ्रम अयोध्या, रामनगरी, अयोध्या सिटी। हेलो, हामी एकदम नयाँ लुगा लाएर रेडी भइसकेका छौँ। ठाकुरजीले पनि एकदम चाइनाबाट सिधै इम्पोर्ट गर्नुभएको लुगा लगाइसक्नु भएको छ। अरू साथीहरूको तयारी के कस्तो छ यसो हेरौँ है त। यतातिर ओहो, यहाँ लिपपोत हुँदैछ। यो होटेलबाट ट्याक्क कति देखिन्छ। सम्पूर्णमा नमस्कार। आज 2082 साल 9 महिना। हेलो म्याडम। हेलो, हाई, नमस्ते, नमस्कार। आज हामी कुन ठाउँमा छौँ म्याडम? आज हामी अयोध्या, रामको जन्मभूमि। आज हामी रामनगरी अयोध्यामा छौँ र हामी चाहिँ हजुरले यहाँ देख्न सक्नुहुन्छ यतातिर यो चाहिँ राम मन्दिरको धर्मपथ रहेको छ अगाडिपट्टि, र यहाँबाट अलि अगाडि गएर हामी चाहिँ राम मन्दिरको मेन गेट देख्न सक्छौँ। त्यहाँ परपट्टि छ, त्यहाँ जुम गरेर देखाउनु सर। हजुर आउनु, म बनाउँछु। सुन्नु न, हजुर त पहिला पनि आउनुभएको थियो होइन सर भन्ने नि हजुरले भने। त्यसो भए आज मलाई हजुरले यसको बारेमा अलिकति जानकारी दिन सक्नुहुन्छ? दिन सक्छु। त्यो होइन र सर, राम्रो भनेर स्क्रिप्ट मेरो। अनि त्यो जानकारी दिने क्रममा म चाहिँ के यो गेट यस्तो यहाँ भन्ने के नि बल्ल। नमस्कार। नमस्कार। अनि सर, आज हामी कहाँ आइपुगेछौँ? आज हामी रामनगरी अयोध्यामा छौँ। ए हजुरको यो कति पटक होला? मेरो चाहिँ दोस्रो पटक हो। मेरो चाहिँ एकदमै फर्स्ट पटक रहेको छ। हजुरले आज कसरी हामीलाई यसको बारेमा अलिकति छोटो मिठो जानकारी सुरुवातको बारेमा दिन सक्नुहुन्छ सर? अच्छा, हाम्रो यात्रा चाहिँ नेपालबाट सुरु भयो होइन, र हामी यहाँ चाहिँ 11 बजी आइपुग्यौँ। र हाम्रो अहिले बिहानीको चाहिँ कार्यक्रम के हुन्छ भन्दा हामी चाहिँ सुरुमा यहाँबाट गएर सरयू घाटमा चाहिँ स्नान गर्छौँ। त्यहाँ चाहिँ हाम्रो घाट पऱ्यो। हजुर, त्यहाँ चाहिँ स्नान गर्छौँ, जुन चाहिँ राम भगवान्ले चाहिँ आत्मदह दिनुभएको ठाउँ चाहिँ सरयू घाट। र त्यहाँबाट चाहिँ हामी त्यसपछि राम मन्दिर जान्छौँ। अनि त्यसपछि हामी हनुमानगढी जान्छौँ। हनुमानजीको मन्दिर चाहिँ डाँडामा छ, त्यहाँ टपमा छ, त्यो माथिको मन्दिर, त्यो टपको माथिको मन्दिर जान्छौँ। हजुर, तलबाट हिँड्दै जान्छौँ त्यहाँसम्म। त्यसपछि हामी राजा दशरथको दरबार, रामजीको दरबारमा पनि हामी जानेछौँ। र त्यसै गरी यो धर्मपथ यताउता हामी मार्केटतिर पनि यसो घुमघाम गर्छौँ। मलाई चाहिँ यो रामपथ हेर्दा म श्रीलङ्का पनि याद आइरहेको छ। श्रीलङ्का कुनै बेला मिल्यो भने श्रीलङ्का पनि पुग्नुपर्छ, रावणको घरमा पनि पुग्नुपर्छ, किनकि हाम्रो सीतामाताले, हाम्रो नेपालमा जन्मेको सीतामाताले चाहिँ त्यहाँ पनि पाइला टेक्नु भएको थियो होइन। त्यही भएर हामी यहाँसम्म आइपुगेका छौँ र हामीले चाहिँ त्यहाँ पनि पुग्नुपर्छ। धन्यवाद। लस, थ्याङ्क यू गाइस। अब हामी रामनगरीमा उत्रिएर उड्न लागिसकेका छौँ। ल छिटो आउनु म्याडम। अब हामी स्नानको लागि रेडी भएर जाँदैछौँ। हामी सरयुको सिरानमा गएर आएको अस्ति। सरयुको सिरानमा। हाम्रो सरयुको सिरानबाट भर्खरै उहाँ 2जना माझीहरू उलिएर आउनु भएको छ। छुट्टै राम्रो देखिन्छ नि। छुट्टै अब टिका नि लाउनु पर्छ होला। एकदम बिहान ओहो चिसो मौसम छ। अहिले धेरै व्यवस्थित भएर रहेछ पोहोर सालभन्दा। हनुमानगढी ओम सरले मेरो भिडियो बनाइराख्नु भएको छ। ठुमुक गरेर आउँ ओम सर।
यहाँ फेरि 100-150 छन् यहाँ पुरै रामायणको। साथीहरूलाई प्रत्येकमा खिचाउँदा दिन जान्छ जस्तो छ। अब अंशहरूलाई कता कता चाहिँ खिचिदिनु, यता खिचिदिनु कि यता खिचिदिनु कि फुपूको खिचिदिनु कि चेलीको खिचिदिनु। दुइटै खिच्नु। यो चाहिँ स्नान गर्ने ठाउँ हो। यसपालि चाहिँ किन सुनसान छ म अचम्म परेको छु। अब लोकल गाडीहरू चाहिँ यस्तो हुँदो रहेछ। तर राम्रो छ हौ लोकल गाडी चाहिँ। यो आयानलाई शिवांशलाई केही लगिदिने हो कि नानीलाई? राम हेर्नु त के छ। यहाँ इन्डियामा एकदम 50 को 2 रहेछ है। लो भैया बाद में आएंगे ना। यो चाहिँ 50 को 4 रहेछ यो। हाँ एक बाद में आएंगे। सर अरू हजुरको भनाइ के छ? पहिलो पटक भगवान श्रीरामको चाहिँ जन्मभूमि भारतको अयोध्यामा चाहिँ हामी आएका छौँ। हिजो आयौँ 2082 माघको चाहिँ 15 गते राति 11 बजे हामी यहाँ आइपुग्यौँ। अहिले चाहिँ हामी राम मन्दिरतर्फ चाहिँ हामी जाँदैछौँ। बडा राम्रो लाग्यो यहाँको चाहिँ। अब राम मन्दिरमा दर्शन गरिसकेपछि को अनुभव फेरि यहाँ समक्ष हामी सेयर पक्कै गर्छौँ नि। त्यही गरौँ। सर पहिलोचोटि आउनु भएको, म चाहिँ दोस्रोचोटि हो यो। अनि हाम्रो यता हुनुहुन्छ ठाकुरजी पनि दोस्रोचोटि हो। पहिलोचोटि हतार रहेछ। यसपालि चाहिँ एकदम फुर्सद मिलाएर आउनु भएको छ, 2-3 दिन बिदा हालेर हो। एकदम चिलिक्क पर्नु भएको हुनुहुन्छ यहाँ हेर्नु त। ओहो हाम्रो आदरणीय शाखा प्रबन्धकज्यू चाहिँ जुन नेपालगञ्ज शाखा कार्यालयबाट सरुवा भुक्दै हुनुहुन्छ। यसमा हामीलाई सधैँ चाहिँ एउटा सम्झना जहाँसम्म लाग्छ नेपालगञ्ज शाखा कार्यालयमा नै चाहिँ काम गर्ने चाहिँ अवसर हामीले सर्फनु नपाउनु सक्छौँ फेरि पनि। त्यही भएर यो सम्झनाको लागि पनि हामीले स्पेसल चाहिँ यो चाहिँ टुर प्रोग्राम चाहिँ हामीले अर्गनाइज गरेका हौँ। यो चाहिँ बडा रमाइलो भइरहेको छ। थ्याङ्क यू। धार्मिक यात्रा होइन सर? धार्मिक यात्रा कस्तो गजब छ। टोली रातै आयो भयो। अब बल्ल सुहायो के। अब यो हेर्नु त ल सुहायो नि। सुहायो सल्लाएर अब किन त्यति हो सही भन्नु। लाइनमा छन् मान्छे। मेन मन्दिर जाने बाटोतिर हामी प्रस्थान गर्दैछौँ। गेट आयो यो पनि यता ल ल ल ल पोज हेर्नु पोज ल ल जानु ल। हामी लाइनमा छौँ। मेन प्रवेशद्वार चाहिँ यताबाट भयो। ओके स्टुडियोले आफ्नो सेवा अयोध्यामा समेत विस्तार गरिसकेको छ। ओके स्टुडियोले निरन्तर आफ्नो सेवामा कुनै कम्प्रोमाइजै छैन। अब अन्तिम पडाउमा पुगिसकेका छौँ हामी। यो पडाउलाई पार गऱ्यौँ भने सिधै हामी अनि रामजीको चरणमा स्पर्श गर्छौँ। रामजीको चरण स्पर्श गर्न तयार हुनुहुन्छ सर? एकदम रेडी। हाम्रो ग्रुप पनि छ त होइन? अच्छा यहाँसम्म पुग्दा कस्तो लाग्छ सर? यो 90% भयो, 10% मात्रै हो पुग्न। यो रमाइलो लाग्यो। मलाई सबभन्दा राम्रो के लाग्यो भने हामी यत्रो यात्रा गऱ्यौँ। हामी 3 किलोमिटर जति यात्रा गरिसक्यौँ होला। हजुर सबैतिर भेजिटेरियन मात्रै, यहाँ मासु पसल कहीँ छैन। तर हाम्रो नेपालमा चाहिँ थोरै विस्तार गरेर पर्ने कुरा। जहाँ गए पनि किराना पसलमा मन्दिर अगाडि जहाँ पनि पूजा पसल मन्दिर यो चाहिँ हामीले सबैले अन्तरण गर्नुपर्ने कुरा चाहिँ राम्रो लाग्छ। र आएपछि हामीले प्रसाद ग्रहण गर्दैछौँ। सबैजनाले प्रसाद हँसिँदै हुनुहुन्छ। के छ हेरौँ। मन पऱ्यो भने मन त पर्छ के अरे। अब यो खाँदैछौँ। अंकल जी क्या बोलते हैं इसको? दूध कौन? के कौन भन्नुभयो के अरे अङ्कलले? दुध कर्न भनेको बेबी कर्न। ए ल बेबी कर्न। स्विट कर्न त होइन।
रइसपाडामा चढी ओ छिटो रइसपाडामा हामी गाडीमा चढिसकेका छौँ हामी चाहिँ फाइनल्ली के गाडी भन्छ यसलाई वाउ कस्तो आनन्द आएको सररररररर कस्तो लागिरहेछ त अन गरिसके त अनि के हो अन भने फेरि टी टाइम महँगो मोबाइलमा माथि हो सस्तो मोबाइलमा यता हो हनुमानगढीमा छौँ हनुमानगढीमा साह्रै जय श्रीराम चिँदै झोक्किँदै भाइले मजाको सवारी पाएर दिपकजी मजाले बस्नु भएको छ चिप्किनु होला त्यही माथि अयोध्या धामको गल्ली हो यो तर यो घाटमा छौँ हामी अहिले नेपालबाट यो नेपालमा चाहिँ सरयू नदीलाई बबई नदी भन्छ भने यहाँ इन्डियामा पुगेपछि सरयू भन्छ पौडी चाहिँ यहाँ पर्छ सरयू नदीको घाट हनुमानगढी 1.5 किलोमिटर जति छ यहाँबाट काठमाडौँमा हो सरको दिल्ली के किन्नलाई लुलु मल जानु कसरी थाहा त हुनुभयो क्या नगई इन्टरनेटमा सेभ भने थाहा इन्टरनेट मल भन्ने गएको थियौँ क्या हामी किन्न त केही किने होइन भन्न त त्यस्तो कुरा फेरि बाहिर निकाल्न ल ल हेर्नु सर हेर्नु धन्यवाद ब्यागको लागि कति रुपियाँ भयो भेस्टहरू हेलो त्यो 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 के हो कुपिन्डोको अचार खै हेलो सरकोमा हाल्यो होला सर यति हो नि सर अरू के छ मैले हालिदिएँ जस्तो मानेको छु सर छैन हरा ल ल त्यही 35 रुपियाँको हिसाब गरेर दिनु होला नि अब गर्दै नजानु आरामले जानु शान्त अब सम्झिँदै फेरि जानुहुन्छ नि सम्झिँदैले के गरेर आउनुभयो भन्नु होला छिर्दियो सधैँ